यो दृश्य पनि नेपालकै हो। साथीहरू नमस्कार। साथी, भिडियोलाई अन्तसम्म हेरी भिडियो मन परेमा लाइक कमेन्ट गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्न नबिर्सिनुहोला। हामी यस च्यानल मार्फत नेपाली जनजीवनसँग सम्बन्धित भिडियो र नेपालका विभिन्न ठाउँका मनमोहक दृश्यहरू समेटी नेपालीपनलाई विश्व सामु चिनाउने प्रयास गर्नेछौँ। यसका लागि तपाईहरूको साथ र सहयोगको अपेक्षा गर्दै विषयवस्तुमा प्रवेश गर्न चाहन्छौँ। यो नेपालको राजधानी सहर काठमाडौँबाट करिब 1000 किलोमिटरको दूरीमा रहेको पश्चिम नेपाल दार्चुलाको नौगाट गाउँपालिकाको दृश्य हो। यहाँका मानिसहरू आफ्नो क्षमता अनुसार विभिन्न पेसाहरू गरी आफ्नो दैनिकी चलाउँछन्, जसमध्ये यहाँको प्रमुख पेसामा कृषिलाई हेर्ने गरिन्छ। यस ठाउँका मानिसहरू एक वर्षमा 2टा बालीहरू मात्र फलाउन सक्दछन्, जसमा अधिकांश खेतभरि वैशाखको अन्तिम सातादेखि जेठ महिनाको दोस्रो साताभित्र मकै र विभिन्न वर्षायाममा फल्ने दलहन बालीहरू छरी असोजको अन्तिम सातादेखि कार्तिकको दोस्रो साताभित्र भित्र्याउने गर्दछन्। कार्तिकको दोस्रो साताभित्र यहाँका मानिसहरूले अधिकांश खेतभरि गहुँ, जौ तथा जाडो मौसममा फल्ने तरकारीहरू लगाउने गर्दछन्। यस ठाउँमा गहुँ-जौ छर्नका लागि पहिला बिउ छर्ने गर्दछन् र त्यसपछि गोरु जोतेर डल्लाहरू कुटोले अथवा कोदालो लिएर डल्लाहरू फुटाएर सम्याउने गर्दछन्। यहाँ ठाडो परेको जमिनलाई खेतीका लागि गरा बनाएर खेती गरिन्छ। यस ठाउँमा मकैहरू भित्र्याएर तिनीहरूलाई उसिनेर 1-2 महिना जति मकै सुकाउनको लागि घोगाहरूलाई उसिनेर आफ्नो छानोमा सुकाउने गर्दछन्। अधिकांश मानिसहरूले आफ्नो घरमा सबैले एक हल गोरु पाल्ने गर्दछन् भने कसैले नपालेको भए अर्को आफन्तकोमा गएर गोरु लगेर जोत्ने चलन छ। यहाँ ऐँचो पैँचो तथा पर्म गर्ने चलन पनि छ। आजभोलि कार्तिक दोस्रो साताभित्र गहुँ-जौ छरी मङ्सिर महिनामा गहुँ-जौमा मल हाल्ने चलन छ, जसलाई पोर्सो भनेर चिन्छन्। पोर्सो बनाउनका लागि गाई बस्तुहरूको गोठबाट निस्केको गहुँत गोबर अनि झारपातहरू एक ठाउँमा जम्मा गरी तिनीहरूलाई थुप्रो बनाएर कुहाएर कम्पोस्ट मल बनाउने चलन छ। जुन कम्पोस्ट मललाई पोर्सो भनेर चिन्दछन् भने पोर्सो खेतमा हाल्ने दिनलाई पोर्साई भनेर भन्दछन्। यस ठाउँका मानिसहरूले एकजनाको खेतबारीमा मल हाल्ने दिनलाई पोर्साई भनेर छिमेकमा एक अर्कोको घरमा मल खेतबारीमा हाल्ने दिन चाहिँ आफूले सहयोग गर्ने र आफ्नो मल हाल्ने दिनमा उहाँहरूसँग सहयोग फिर्ता लिने चलन छ, जसलाई पर्म भनेर भन्दछन्। साथीहरू, यस ठाउँका मानिसहरूमा आपसी मेलमिलाप, सद्भाव र सहयोगी भावनाले ओतप्रोत भएका मनहरू पाइन्छन्। जहाँ जिउँदाको जन्तीदेखि मर्दाको मलामीसम्म सबै मानिसहरू
एक आपसमा मिलेर सहयोग गर्दछन्। कुनै घरमा पूजाआजा अथवा ठुलो कार्यहरू भयो भने सबै मानिसहरू मिलेर सहयोग गर्दछन्। यसरी मुख्य पेशाका रूपमा कृषिलाई अँगालेका यहाँका मानिसहरू आफ्नो कृषि पेशाबाट नै दैनिकी चलाइरहेका छन्। यो देखिएको ठाउँको नाम नौगाड गाउँपालिका वार्ड नम्बर 2 सुण्डमुण्डको बेटीपातल टोलको हो, जुन ठाउँ हाम्रो दल्ले सिना सडक खण्डको नजिक रहेको छ। यहाँबाट देखिने दृश्यहरू वार्ड नम्बर 1 र 2 का हुन्। साथीहरू, भिडियो मन पर्यो भने हजुरहरूले लाइक कमेन्ट गरी यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी बेल आइकनलाई थिचिदिनुहोला। हामी नेपाल र नेपालीपनलाई विश्व सामु चिनाउनका लागि प्रयत्न गरिराख्नेछौँ। साथीहरू, भिडियो लामो हुने भएकोले आजको भिडियोमा हजुरहरूलाई यति कुरा मात्रै देखाउन चाहन्छु। बाँकी कर्मशः मेरो सेरोफेरो युट्युब च्यानल मार्फत बाँकी भिडियोहरू चाहिँ निरन्तर ल्याएर आउनेछौँ। त्यसका लागि हजुरहरूको साथ र सहयोगको अपेक्षा समेत गर्दछौँ। साथीहरू, हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सब्स्क्राइब र कमेन्ट गरिदिनुहोला, किनभने तपाईहरूको सानो सहयोग हाम्रा लागि प्रेरणा बन्न सक्दछ। तपाईहरूको प्रेरणाले हाम्रो उत्साहलाई जगाउँदै अझ योभन्दा राम्रा राम्रा भिडियो र यहाँका रमाइला र मनमोहक दृश्यहरू कर्मशः लिएर आउने प्रेरणा मिल्नेछ। साथीहरू, तपाईहरूको उज्जवल भविष्यको कामना गर्दै हाम्रो च्यानललाई सहयोग र सपोर्ट गरिदिनुहोला भन्दै बिदा हुन्छु। नमस्कार।